गाइज आजको भ्लग चाहिँ यस विषयमा रहेको छ कि गाइज आज चाहिँ हामी दुई भाइ नाइटमा टक्क चौचौ बनाएर खाना गरेका छौँ गाइज। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला गाइज, अनि लाइक कमेन्ट अनि एन्ड सब्सक्राइबको कमेन्ट हुनु होला गाइज। आज चाहिँ हामी नाइटमा भ्लग अनि नाइटमा चौचौ बनाएर खाँदा कस्तो हुन्छ त गाइज, आज चाहिँ हामी त्यसको एक्सपिरियन्स लिन गइरहेका छौँ गाइज। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला गाइज, अन्तिमसम्म कोही कस्तो हुन्छ गाइज है। हामी दुईवटा भाइ छौँ गाइज है, आज चाहिँ हामी घरभन्दा बाहिर छौँ गाइज। आज चाहिँ हामीले धेरै सामान ल्याउन भुलेका छौँ गाइज है। आज चाहिँ हामीले चौचौ त ल्याउँ, तर आज चाहिँ हामीले अन्डा ल्याउन बिर्स्यौँ गाइज, अनि अन्डा ल्याउन बिर्स्यौँ अनि चाहिँ गाइज हामीले चाहिँ टक्क अन्डा ल्याउन बिर्स्यौँ, चम्मच ल्याउन बिर्स्यौँ गाइज। हामीले चाहिँ त्यति डाडु अनि बनाउने अनि खानालाई मात्र त्यति लिएर गएको छ गाइज। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला गाइज, सबैले माया पनि देखाउनु होला गाइज है। अझै हामी बनाउँछौँ गाइज है, त्यसपछि अब बनाउँदाखेरि नै देखाउँछ है गाइज। हामीले चाहिँ आगो पनि बालिसक्यौँ, अब चाहिँ हामी टक्क चौचौ बनाउँदाखेरि देखाउँछौँ है गाइज। अब चाहिँ हामी त्यहाँ चाहिँ पानी सानी हालेर त्यहाँ माथि भाँडो राखेर एकदम राम्रो बनाउँछौँ है गाइज। अब त्यसपछि देखाउँछौँ है गाइज। गाइज चौचौ चाहिँ बनिसकेको छ, चौचौ चाहिँ यस्तो भएको छ गाइज। चौचौ चाहिँ अब चाहिँ हामी खान्छौँ गाइज, अब चाहिँ खाँदाखेरि नै देखाउँछौँ है गाइज। अब चाहिँ हामी चौचौ खान गइरहेको छ गाइज। अब क्यामेरा राख्नलाई केही छैन गाइज, अब चाहिँ हामी यस्तै चौचौ खान्छौँ है गाइज, तपाईँ हेर्दै गर्नु होला है गाइज। अब चाहिँ हामी चौचौ खान्छौँ, अहिले चाहिँ भाइले टक्क बनाइदिन्छ है। पहिला म खान्छु, त्यसपछि भाइ खान्छ, पहिला चाहिँ म खान्छु, अब पहिला चाहिँ भाइले भिडियो बनाइदिन्छ है गाइज है। आज चाहिँ हामीले दुईटै भाइले टक्क बनाएर खाइ पनि सक्यौँ। अब चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेरेर अब चाहिँ तपाईँले लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला गाइज। आजको ब्लगलाई बाई बाई।
अब चाहिँ नेक्स्ट भ्लगमा भेटौँला गाइज बाई बाई